हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आज चाहिँ म यसो त्यहाँ बाहिर निक्लेको थिएँ। निक्लिँदाखेरि यति राम्रो फुल फुलिरहेको रहेछ। अनि त्यहाँ चाहिँ मलाई अलिकति भ्यू लिएँ त्यहाँको होइन, लिएर घरतिर लागेँ। अनि घरतिर लागेपछि रुममा आएर चाहिँ यसो खाना बनाउनुपट्टि लागेँ, किनभने आज चाहिँ मुस्लिम कन्ट्रीमा बसेको छु म। अनि मुस्लिम कन्ट्रीमा के गर्नु, मुस्लिमको आज फेस्टिभल रहेछ। हाम्रो दसैँ तिहार जस्तै ठुलो पर्व रहेछ अरे। अनि त्यस कारणले गर्दाखेरि चाहिँ आजको दिन छुट्टी दिएको थियो। अनि छुट्टीमा चाहिँ हजुरको आज के गरौँ भन्दाखेरि चाहिँ आज केही थोरै परिकारहरू बनाऊ भनेर बनाउनुपट्टि लागेँ। बनाइ पनि सकेँ 1-2 घन्टा लगाएर। त्यहाँ चाहिँ पोर्क बनाएँ स्पेसल, मेरो फेभरेट। अनि त्यस पछाडि चाहिँ चिकन टिक्का, इन्डियन करी हो त्यो चाहिँ। अनि यो के भन्छ ससेसहरू, अनि मटर पनिर बनाएँ, चिकनको गिजरहरू समथिङ यस्तै बनाएँ। अनि चाहिँ अब राइस बनाएको छु, दाल बनाएको छु, चटनी बनाएको छु, धेरै कुरा बनाएँ आज मैले। अब चाहिँ खाने बेला भइसकिसकेको छ। हजुरहरूले कसरी मनाउनु भयो आज? पक्कै पनि मुस्लिम कन्ट्रीमा हुनुहुन्छ भने चाहिँ आज छुट्टी थियो होला है। अनि स्पेसल त मुस्लिम धर्म लिनुहुने सबैलाई ईद मुबारक भन्न चाहन्छु। ल गाइजहरू, म चाहिँ खान लाग्यो। अब हामी चाहिँ कस्तो लाग्यो यसो कमेन्ट गर्नु होला है। थ्याङ्क यू फर वाचिङ।